हजुरहरूले महेन्द्रनगर आएर आत्तिनु पर्दैन। मेरो ब्लग हेरेर हजुरहरू इन्डियाको बोर्डर पनि हेर्न सक्नुहुन्छ। म हजुरलाई महेन्द्रनगर बस पार्कबाट इन्डियाको बोर्डर कसरी हेर्ने भनेर ब्लग बनाउन गइरहेको छु। सर 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 गरेर म तपाईलाई पुरै देखाउने छु गाइस। हामी बस पार्कबाट निस्किसकेका छौं। शिव मन्दिर चौक पुग्दै छौं। गुरुजी हामी कहाँ पुग्दै छौं? शिव मन्दिर पुग्दै छौं। गुरुजीले पनि भनिसक्नु भयो। चाहिँ हाम्रो शिव मन्दिर जो कि हजुरहरूको यहाँ बिहे व्रत बन्ध सबै हुन्छ कार्यक्रम। हामी चाहिँ निस्किसकेका छौं भाइरल रोड जानको लागि। सिधै जाने बस पार्कबाट सिधै मेन हाइवे महेन्द्र हाइवे भन्छन् यसलाई, जो कि हेर्न सक्नुहुन्छ हामीसँग गुरुजी पनि हुनुहुन्छ। गुरुजी भनिदिनुस् त हामीले कुन वेबाट जानुपर्छ? बस पार्कबाट सिधै जानुपर्छ कि कहाँ मोड्नु पर्छ? सिधै जानुपर्छ। सिधै हामी अहिले शान्ति निकेतन स्कुलतिर पुगेका छौं गाइस। हामी इन्डियाको बोर्डर हेर्ने करिब पुगिसकेका छौं। हाम्रो सुकासाल चौराई कटिसकेका छौं। उहाँ हेर्नु हाम्रो ट्राफिक दाजुले चेक गर्दैछन्। गुरुजी हामीसँग त सिट बेल्ट बाँध्नु भएको छ? गुरुजीले सिट बेल्ट नै बाँध्नु भएको छैन। त्यही पनि पुलिसको फन्दाबाट हामी निस्किसकेका छौं गाइस। सुकासाल चौराई कटिसक्यो। करिब 2 किलोमिटर पारी हाम्रो इन्डियाको बोर्डर छ। सुकासाल चौराई पनि कटिसकेका छौं गाइस। करिब हामी पुग्न गइरहेका छौं गाइस। गुरुजी के भनिदिनुस् न, हामी इन्डिया पुग्दै छौं। 2 मिनेटमा पुगिसक्यो। अब करिब गाइस हामी पुगिसकेका छौं। यो हाम्रो नेपालको भन्सार कार्यालय जो कि हजुरको इन्डियाको बोर्डरबाट सामान आएको यहाँ हाम्रो नेपालको भन्सार कार्यालयमा चेकअप हुन्छ गाइस। यो वेबाट हामी भाइरल रोड जान सक्छौं। यो रोडबाट हाम्रो सशस्त्र यो पारी हाम्रो इन्डिया पर्छ। यो पारी कतै हजुरको फाइनली हामी इन्डिया पुगिसकेका छौं। यो हाम्रो नेपालको बोर्डर जो कि रङ्गी चङ्गी गुरु अहिले हामी कहाँ छौं? लोकेसन भनिदिनु त। नेपालको बोर्डरमा यो पारी चाहिँ इन्डिया लागिसक्यो गुरु। हामी चाहिँ अहिले इन्डियामा छौं। यो चाहिँ हजुरको नेपाल जो कि यहाँ गौतम बुद्धको शालिग बनेको छ। यहाँ चाहिँ हाम्रो नेपालको झन्डा लगाएर पुरै बोर्डरलाई रङ्गी चङ्गी गरेको छ। ऊ त्यहाँ चाहिँ जो छ नि पिल्लर, त्यहाँ भएको पिल्लर चाहिँ इन्डियाको, त्यहाँ इन्डियाको झन्डा लाग्छ। यो एरिया चाहिँ इन्डियाको। महेन्द्रनगर आएर हजुरहरू इन्डिया जान नछुटाउनु होला। यहाँ 3 किलोमिटर पर हाम्रो इन्डियाको बजार लाग्छ, जसलाई भन्छन् कि वन बसा। 3 किलोमिटर मात्रै छ।